पैसाका लागि कन्टेन्ट क्रिएटरहरूले बिर्सिसकेको, छोडिसकेको अथवा केही भइसकेको आमाको यादहरू दिलाउने गर्दा रहेछन् क्या। मैले आज एउटा भिडियो हेरेको थिएँ अनि त्यही भिडियो हेर्दाखेरि चाहिँ मलाई आमा र छोरीको ड्रइङ गर्न मन लाग्यो अनि मैले त्यही भएर चाहिँ आमा र छोरीको ड्रइङ गरिरहेको छु। यहाँनिर मैले चाहिँ आँखा बनाइसकेपछि तपाईँको अब अनुहारको लागि सेपहरू निकाल्नु पऱ्यो नि त, आकारहरू बनाउनु पऱ्यो अनि परेलाहरू मैले त्यही गरिरहेको छु। अब एउटा बिर्सिसकेको कुरालाई कसैले पनि याद नबनाऊ क्या। कन्टेन्टका लागि, पैसाका लागि कसैले नि यसरी दुःख नदिउँ क्या। त्यो सानै नानी नै भए पनि उसलाई बिर्सन कति गाह्रो भइरहेको हुन्छ नि त, कति साह्रो भइरहेको हुन्छ त। अनि फेरि मान्छेहरूले गएर त्यही घाउलाई कोट्याइदिने, त्यही घाउलाई चलाइदिने गऱ्यो भने उसलाई बिर्सिनलाई गाह्रो हुन्छ नि त। अनि मैले चाहिँ त्यही देखेर नै आज मलाई यो ड्रइङ गर्न मन लागेको थियो अनि मैले ड्रइङ पनि गर्न थालि नै हालेँ। किनकि अब मान्छेहरूलाई धेरै गाह्रो भएको हुन्छ नि त। अनि त्यही कुरालाई चाहिँ मैले यहाँ आमा र छोरीको मायाको कुराहरू देखाउन खोजिरहेको छु। अनि मैले अब कपालहरू बनाइसकेँ, आमाको कपाल बनाइसकेपछि यहाँनिर नाक बनाउँदैछु। नाक बनाइसकेपछि तपाईँको अब मुखहरू नि बनाउने छु। मुखहरू बनाउँदाखेरि पहिलाको भन्दा चाहिँ एकदमै राम्रो लाग्यो क्या। अब यो चित्र चाहिँ मलाई सबैभन्दा धेरै राम्रो लाग्यो किनकि यतिको चित्र अहिलेसम्म मैले बनाएको थिइनँ क्या। यतिको राम्रो चित्र भनेको चाहिँ प्राय रियालिटीमा एकदम सही देखियो क्या। जस्तो फोटामा छ त्यस्तै ड्रइङ भइदिएको छ। अनि अब यहाँनिर मैले आमाको मुखहरू बनाएँ, मुख सँगसँगै अब हल्का उहाँको लागि स्याडो गरेर मिलाइरहेको छु। अनि मिलाइसकेपछि चाहिँ यहाँ परेलाहरू एकदमै सही तरिकाले बस्यो क्या। पहिलाको भन्दा चाहिँ एकदम सुधार भएको जस्तो लाग्यो। अब तपाईँहरूलाई के लागिरहेको छ, मैले बनाएको भिडियोहरू कस्तो लागिरहेको छ त्यो पनि भन्नु होला। मैले कानहरू बनाइसकेपछि चाहिँ आमाको भनौँ न मुखको ओठलाई हल्का स्याडो गरेँ अनि स्याडो गरिसकेपछि यता नानीको फेस पनि बनाइरहेको छु। नानीको फेस सँगसँगै आँखाहरू बनाउने छु। अनि यहाँ नानीको फेस पनि एकदमै राम्रो भयो क्या। पहिलाको भन्दा चाहिँ धेरै सुधार भएको जस्तो लाग्यो मलाई चाहिँ। अब तपाईँहरूलाई कस्तो लागेको छ प्रतिक्रिया दिनु होला। प्रतिक्रिया नै दिनु हुँदैन, तपाईँहरूले कस्तो छ उस्तो छ भनेरै भन्नु हुँदैन। अनि त्यसो नभनिसकेपछि चाहिँ मैले के कुरामा सुधार गर्ने, कसरी सुधार गर्ने अनि कुन चित्रहरू बनाउने भन्ने कुरा मलाई पनि अलिकति गाह्रो हुन्छ नि त। तपाईँहरूले अब यो चित्र बनाए, यो ड्रइङ चाहिँ गर्न त भनेर भन्नुभयो भने मलाई अलिकति सहज हुन्छ। त्यसको लागि मैले ट्राईहरू गर्छु नि त। ट्राईहरू गरिसकेपछि त अलि छिटो, अलि छरितो अनि अलि राम्रो बन्ने हो नि त। तर अहिलेसम्म मलाई कसैले पनि यसरी ड्रइङ गर, यो ड्रइङ गर भनेर चाहिँ भन्नुभएको छैन। बरु उल्टै यस्तो ड्रइङ के गरेको, यो भन्दा राम्रो त बरु मेरो दाहिने हातले बनाउँछ, मै बनाउन सक्छु भनेर धेरैले नि भनिराख्नु भएको छ। अब बनाउन सक्नुहुन्छ, उहाँहरूसँग कला छ भने बनाउनुहोस्, किनकि मैले नबनाउनुहोस् भनेको छैन। मैले त अब कला थियो र हल्का कला रहेछ भनेर नै ड्रइङलाई किन छोड्नु त बिचमा। अब हातमा आएको सिपलाई अलिकति सदुपयोग गर्न खोजौँ न त भनेर मात्रै बनाएको हो। र मैले अहिलेसम्म धेरै ड्रइङहरू गरेर पहिलाको भन्दा चाहिँ एकदमै राम्रो सुधार आएको, एकदमै मन परेको ड्रइङ भनेको चाहिँ यही जस्तो लाग्यो। अब तपाईँहरूलाई के कुन लागेको छ, कस्तो लागेको छ त्यो पनि भन्दै गर्नु होला। भिडियो अलिकति लामो नै हुन्छ किनकि भिडियोमा अब तपाईँको सबै कुराहरू देखाउन, सबै कुराहरू बिस्तारै बनाउँदाखेरि चाहिँ अलिकति धेरै सोचे भन्दा चाहिँ धेरै लामो हुन्छ कि। तपाईँहरूलाई कस्तो लागिरहेको छ त्यो पनि भन्दै गर्नु होला। अनि यहाँनिर मैले आमा र छोरीको, अब आमाको गालामा चाहिँ छोरीले भनौँ मै खाइरहेको, माया गरिरहेको ड्रइङहरू गरेँ। अब यो सँगसँगै अब छोराको, आमाको लुगा आउँदै हल्का स्याडो अथवा हल्का तरिकाले चाहिँ तपाईँको स्याडोहरू मिलाउने छु। अनि अब आमाको शरीरमा नानीको हात राखेको नि बनाएँ। एउटा आमाले छोराछोरीलाई चाहिँ धेरै माया गर्नुहुन्छ क्या। साँच्चै कुरो चाहिँ यो हो। अब मान्छेहरूले किन त्यो कुरा बुझ्दैन, किन कन्टेन्टको लागि अर्काको घाउहरू कोट्याउने गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। तर पनि कहिले पनि यसरी नगरिदिनु होला किनकि गाह्रो हुन्छ नि त, जस्तै भए पनि, जत्रै नानीहरू भए पनि। अनि मैले चाहिँ अब कपालहरू हल्का मिलाइराखेको छु। अब पहिलाको भन्दा चाहिँ अलिकति राम्रो ड्रइङहरू अनि हल्का राम्रो भएपछि चाहिँ झन् जोस जाँगर आउँदो रहेछ क्या तपाईँको ड्रइङहरू गर्नलाई। अनि अब मैले यहाँनिर हल्का स्याडोहरू गरिसकेपछि चाहिँ तपाईँको आमाको फेस चाहिँ एकदम पहिलाको भन्दा चाहिँ धेरै राम्रो लाग्यो। र अन्तिममा भनेको चाहिँ यस्तो देखिएको छ। अब तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि भन्नु होला। अन्तिममा देखिएको ड्रइङ भनेको चाहिँ यस्तो। हस्त, धन्यवाद।